हेलो एभ्रिवान, नमस्ते। कुकिङ स्पेसलमा हजुरहरू सबैलाई स्वागत छ। आज पनि मैले पकौडाको रेसिपी लिएर आएको छु। अब हजुरहरूले पनि सजिलै तरिकामा बजारको स्वाद भएको पकौडा घरमा नै बनाउन सक्नुहुनेछ। पकौडा बनाउनको लागि फर्स्टमा मैले मसिनो गरी काटेको बन्दा लिए, साथै लसुन धनियाँको पात पनि काटेर लिएको छु। लसुनको पात भने अप्सनल हो। अब भने पकौडा बनाउनको लागि मैले 1 चम्चा नुन राखेँ, त्यसपछि बेसार राखिदिएँ। आज मैले बन्दाकोपीको पकौडा बनाउन गइरहेको छु, त्यसैले यहाँ बन्दाकोपी राखेँ। यदि हजुरहरूसँग बन्दाकोपी छैन भने हजुरहरूले प्याजलाई काटेर सेम तरिकाले प्याजको पकौडा पनि बनाउन सक्नुहुनेछ। अब भने पकौडा बनाउनको लागि मसिनो गरी काटेको धनियाँ लसुनको पात पनि राखिदिने। यहाँ मैले आलु बोइल गरेर आलु पनि राखेको छु। यो पकौडा बनाउँदाखेरि आलु प्याज पनि अप्सनल हो। यदि हजुरहरूलाई आलु सँगसँगै प्याज पनि मनपर्छ भने यसमा हजुरहरूले प्याज पनि एड गर्न सक्नुहुनेछ। अब भने मैले यहाँ जिरा धनियाँ लसुनको पेस्ट बनाएर राखेको छु। सँगसँगै मसला पाउडर पनि राखेँ। हजुरहरूलाई एकदम क्रिस्पी पकौडा मनपर्छ र बजारको जस्तै पकौडा बनाउन चाहनुहुन्छ भने त्यसमा चामलको पिठो पनि एड गर्न सक्नुहुनेछ। यहाँ मैले 1 कप चामलको पिठो पनि राखेको छु। चामलको पिठोले पकौडालाई एकदम धेरै क्रिस्पी बनाएर एकदम मिठो बनाउने गर्छ। अब भने यो सबै कुरालाई मिक्स गर्नुपर्छ। एकछिनसम्म बिस्तारै सबै कुरालाई मिक्स गर्दै जाने। पकौडा सानोदेखि लिएर ठुलोसम्म सबैलाई नै प्रायःजसो मनपर्ने गर्छ। झन् चिसो मौसम गरेको बेला होस् वा पानी परेको बेला झन् सम्झिनुहोस् त पकौडा कति मिठो हुन्छ। त्यति बेला खानुको मजा नै छुट्टै हुन्छ। हजुरहरू कसलाई पानी परेको बेला चिसो मौसम गरेको बेला पकौडा खान मन लाग्छ कमेन्ट गर्नुहोस् ल। पकौडा बनाउँदाखेरि पहिले नै हामीले धेरै पानी राखेर मोल्नु हुँदैन। सकेसम्म हामीले पहिले पानी नराखेर यसलाई मिक्स गर्दै जाने र यसमा भएको पानी आफै आउने गर्छ बिस्तारै। र यसमा पानी आएन भने मात्र हामीले यसमा पछि पानी एड गर्नुपर्छ। अब भने मैले यसमा बेसन राखिदिएँ र बेसन राखिसकेपछि मसिनो गरी काटेको हरियो खुर्सानी पनि राखेको छु। अब भने थोरै थोरै पानी राख्दै यसलाई मिक्स गर्दै गएँ। यसरी थोरै थोरै पानी राखेर एकछिनसम्म यसलाई मिक्स गर्नुपर्छ। पकौडाको मिक्स रेडी भइसकेपछि अब भने हामीले पकौडा बनाउनको लागि फर्स्टमा कराही राखेर त्यसमा एकछिन तेललाई तातिन दिनुपर्छ। हेर्नुहोस् त हाम्रो पकौडा बनाउनको लागि मिक्स पनि रेडी भइसकेको छ। अब भने हामी पकौडा बनाउनतिर लागौँ। मैले अगाडि नै कराही बसालेर तेल तताइसकेको थिएँ। अब भने सानो सानो पिस गराउँदै हामीले पकौडा बनाउनुपर्छ। यसरी राख्दै हजुरहरूले पकौडालाई फ्राई गर्नुपर्छ र एक पटकमा एकैपटक धेरै नराख्नुहोला। हजुरहरूले तेल कति राख्नु भएको छ र त्यसमा कतिवटा पाक्छ 4-5 वटा अथवा 3-4 वटा त्यही अनुसार राख्दै जानुहोस् र त्यसलाई फ्राई गर्नुपर्छ। यसरी राखेको 1-2 मिनेट पछि हजुरहरूले फर्काइदिनुपर्छ। पकौडा बनाउँदाखेरि ग्यासको फ्लेम मिडियम गराएर पकौडालाई पकाउनुहोला र एउटा साइडको पकौडा पाकिसकेपछि त्यसलाई फर्काएर अर्को साइडलाई पनि पाक्न दिनुपर्छ। र दुवै साइडमा पकौडा पाकिसकेपछि त्यसलाई निकालिदिएर सेम प्रोसेसमा सबै पकौडाहरू यसरी नै पकाउँदै जानुपर्छ। आजको यो पकौडाको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनुहोला।
यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर यस्तै नयाँ भिडियोको लागि साइडमा रहेको बेल आइकन क्लिक गर्न पनि नबिर्सिनुहोला। हेर्नुहोस् त, अब भने हाम्रो पकौडा पाकेर रेडी भइसकेको छ र आजको भिडियो यति नै थियो। आई होप हजुरहरूलाई यो पकौडाको रेसिपी मन पर्यो। यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक, सेयर, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नबिर्सिनुहोला र हजुरहरूले यो रेसिपी घरमा पनि एकपटक अवश्य ट्राई गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेरेकोमा हजुरहरू सम्पूर्णलाई धन्यवाद।